वञ्चित गर्यो। मनुस्मृति कानूनमा लेखिएको छ, शूद्रले धनार्जन गर्यो भने, ज्ञानार्जन गर्यो भने, उसले धनार्जन गर्यो भने उसको धन सम्पत्ति लुटिदिनु, उसले शिक्षा आर्जन गरेर यदि बुद्धिजीवी बन्यो भने उसलाई सिद्धाइदिनु। हामी माथि यो षड्यन्त्र 500 वर्षदेखि निरन्तर रूपमा लागिरहेको छ। हाम्रो पुस्तामा 200 वर्षमा 300 वर्षमा बल्ल तल्ल एउटा नेता जन्मिन्छ। त्यो एउटा नेताले सिङ्गो समुदायलाई उठाउन सक्ने उसको ल्याकत हुन्छ। तर हामी माथि अहिलेसम्म शासन गरिरहेका शासकले के गर्छ त? धनार्जन गर्नु छ त मुद्दा मामिलामा फसेर उसलाई सिद्धाइदिनु। यदि कुनै नेता जन्मिन्छ भने उसको ज्यान हरेर भए पनि उसको समुदायलाई तल दबाइराख्नु हामी माथि गरेको यो मनुस्मृतिको खेलले गर्दा आज हामी यो अवस्थामा छौँ। हामीबाट भाषा लुटियो, हामीबाट हाम्रो धर्म लुटियो, हामीबाट हाम्रो जमिन लुटियो, हामीबाट हामी आफैलाई लुटियो। कसरी भन्नु होला? जुन ठाउँमा अहिले शासक वर्गका सन्तानहरू पुगेका छैनन् त्यो ठाउँमा अझै पनि नाम डोल्मा, पेमा, लाक्पा हुन्छ। तर जुन जुन ठाउँमा उनीहरू पुगेका छन् त्यो ठाउँमा मान्छेमा सुता आक्रमण भएर रामबहादुर, हरिबहादुर, कृष्णबहादुर भएको छ। हामीले आफूलाई बिर्सिसकेका छौँ। नाम पनि के राखिदिन्छ? कामी, सार्की, नेकोर। कसैलाई आपत्ति नहोस्, तर यो हाम्रो तितो वास्तविकता हो। हामी माथि चोरहरूले गर्नु गरेका छन् है। चोर पनि दुई किसिमकै हुन्छ, हेर्नुहोस् है। एउटा चोरले के गर्छ? तपाईँको हातमा लगाएको घडी, गोजीमा भएको मोबाइल, गोजीमा भएको पर्स, पैसा चोर्छ, घरमा आएर सुन चाँदी चोर्छ। यो चोरसँग हामीलाई कुनै पनि खतरा छैन। हामीलाई खतरा छ त जसले हाम्रो शिक्षा लुट्यो, जसले हाम्रो गाँस लुट्यो, हाम्रो बाँस लुट्यो, जसले हाम्रो कपास लुट्यो, जसले हाम्रो शिक्षा लुट्यो, जसले हाम्रो भविष्य लुट्यो, त्यो चोरदेखि जब हामी जोगिनुपर्छ। हामी जति लुटिनु थियो लुटिसक्यौँ। अब हामीसँग केही पनि बाँकी छैन। मात्र बाँकी छ त यो शरीरमा एउटा ढुकढुकी र प्राण मात्र बाँकी छ। अब त्यो प्राण र त्यो मुटुमा भएको ढुकढुकी अन्तिमचोटि धड्कनुन्जेलसम्म अब हामीले यो देशको मुक्तिको निमित्त, हाम्रो भावी सन्तानको उज्जवल भविष्यको निमित्त हामीले लड्नै पर्छ। यो देशलाई किस्ता किस्तामा बाँड्ने को? सुगौली सन्धि गर्ने को तामाङको छोराले गरेको थियो? महाकाली सन्धि गर्ने के मगरको छोराले गरेको थियो? गण्डक सम्झौता के पूर्वको राई लिम्बूले गरेको थियो? हाम्रो आँखा अगाडि सबै कुरा प्रष्ट छ नि, होइन? सुगौली सन्धि गर्ने को थिए? गजराज मिश्र, चन्द्रशेखर उपाध्याय। नाम राम्रोसित सुन्नु होला। सुगौली सन्धि गरेर देशको 3 भागको 1 भाग भूभाग भारतलाई बेच्ने काम कसले गरेको थियो? गजराज मिश्र अनि चन्द्रशेखर उपाध्याय। यो कुरा हामीले प्रष्ट हुन आवश्यक छ। हाम्रो खोला बेचियो, हाम्रो पहाड बेचियो, हाम्रो वन जङ्गल बेचियो, देशमा भएका जडीबुटी बेचियो। अब देशमा बेच्न केही पनि बाँकी नरहेछ। के बेच्न थाले? मान्छे बेच्न थाले। हाम्रो बाजेलाई मुगलानको नाउँमा हिजो बेचेको होइन? हाम्रो बाउहरूलाई खाडीमा बेचेनन्। हाम्रा पुर्खालाई ब्रिटिस आर्मीको नाउँमा नेपाली भने बहादुर हुन्छ, तोपलाई छातीमा थाप्छ भनेको छ। मान्छेले उचालेको भरमा, बुरुक्क उचालेको भरमा दुश्मनको जमिनमा दुश्मनको लडाई लड्नको लागि, आफ्नो दुश्मनको सीमा रक्षा गर्नको निमित्त तातो गोलीबाट हाम्रो छातीमा लागेर चिसो हुनुपर्नेको शरीर, त्यो व्यथा, त्यो पीडा